नमस्कार, अपन न्युजमा स्वागत छ। सुरु गरौँ जीव दुर्घटना भएको प्रसङ्गबाट। उदयपुरगढी गाउँपालिका 3 जरुवामा जीव दुर्घटना हुँदा 4 जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा उदयपुरगढी 3 घर भई हाल मोरङको पथरी बस्ने 61 वर्षीय टिकानारायण श्रेष्ठ, उदयपुरगढी 3 का 37 वर्षीय ढकबहादुर मगर, 47 वर्षीय मीन नारायण श्रेष्ठ र पथरी शनिश्चरीका 35 वर्षीय टिकाराम श्रेष्ठ छन्। ज्यान गुमाउनेका मध्ये टिकारामको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्यको घटनास्थलमै मृत्यु भएको थियो। प्रहरीका अनुसार जरुवा स्थित भित्री सडकमा तामलडाँडाबाट कटारीतर्फ जाँदै गरेको SK 01 PB 3068 नम्बरको गाडी बिहिबार अनियन्त्रित भई सडकबाट करिब 200 मिटर तल खसेको थियो। घटनामा भारतको सिक्किम बस्ने 45 वर्षीय भूपाल राई लगायत 4 जना गम्भीर घाइते रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। दाङको तुलसीपुरमा ट्र्याक्टरले ठक्करबाट स्कुलले जाँदै गरेको छात्राको मृत्यु भएको छ। तुलसी बोर्डिङ स्कुलमा अध्ययनरत तुलसीपुर 7 शिवनगरकी 13 वर्षीय बालिका विजिता केसी रहेका मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय तुलसीपुरको अनुसार बिहिबार स्कुल जाँदै गर्दा बालिका गम्भीर घाइते भएकी थिइन्। उपचारको लागि उनलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याएको थियो। उपचारकै क्रममा विजिताको मृत्यु भएको हो। अर्की एक छात्रा 14 वर्षीय मनिषा ओली घाइते भएकी छिन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ। सल्यानबाट तुलसीपुर बजारतर्फ गइरहेको RA1 त 1435 नम्बरको ट्र्याक्टरले स्कुल गइरहेका छात्राहरूलाई तुलसीपुर 5 गोदाम घर नजिकै ठक्कर दिएको थियो। ठक्कर दिने ट्र्याक्टर र चालक प्रहरीको नियन्त्रणमा छन्। विगत केही दिन यता बढेको अत्याधिक चिसो र शीतलहरबाट सिराहाको जनजीवन कष्टकर बनेको छ। शीतलहरबाट वृद्ध बालबालिका र श्रमिक सबैभन्दा बढी प्रभावित भएका छन्। बिहानैदेखि लाग्ने कुहिरो सहितको चिसो हावाको कारण बजार तथा सार्वजनिक स्थलमा चहलपहल कम हुने गरेको छ। बिहानै काममा जाने श्रमिक काममा जान सकिरहेका छैनन्। जाडोले काममा जान समस्या हुन थालेपछि उनीहरूको हातमुख जोड्ने समस्या हुन थालेको छ। अत्याधिक चिसोको कारण विद्यालयमा पनि कम बालबालिका उपस्थिति हुने गरेको छ। गत शुक्रबार र शनिबार परेको पानी र त्यसपछि चलेको शीतलहरका कारण काममा जाने नसकिएको निर्माण मजदुरहरूले बताएका छन्। चिसोको कारण रुगाखोकी, निमोनिया, झाडा पखाला, दम जस्ता बिरामी बढ्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय सिराहाका प्रमुख डाक्टर नागेन्द्र यादवले जानकारी दिए। अरू बेलाको तुलनामा जिल्ला अदालत सिराहा र रामकुमार सार्डा, उमाप्रसाद मुरारका स्मारक अस्पताल तथा अन्य निजी तथा सरकारी अस्पताल तथा स्वास्थ्य क्लिनिकमा रुगाखोकी, निमोनिया, दम तथा झाडापखाला बिरामीको चाप बढेको जिल्ला अस्पतालले जनाएको छ। चिसोबाट जोगिन जिल्लाको ठाउँ ठाउँमा आगो बाल्ने व्यवस्था मिलाएको र शीतलहरबाट पीडितहरूलाई न्यानो लुगा वितरण गर्न स्थानीय तहसँग समन्वय भइरहेको सिराहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिए। प्रदेश नम्बर 2 को शहरी निजी विद्यालयहरूमा उत्कृष्ट विद्यालयको रूपमा स्थापित जनकपुरको मोनास्टिक आवासीय माध्यमिक विद्यालय अन्तर्राष्ट्रिय अवार्ड हासिल गर्न सफल भएको छ। गत सोमबार UAE को दुबई स्थित रहेको अमिड विश्वविद्यालयमा सम्पन्न अन्तर्राष्ट्रिय अवार्ड समारोहमा नेपालबाट प्रदेश नम्बर 2 को जनकपुरको पुरानो निजी विद्यालय मोनास्टिकले अन्तर्राष्ट्रिय स्कुल पुरस्कार पाउन सफल भएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष सल्लाहकार डाक्टर दीपक बोहरा र अफगानिस्तानका डाक्टर अताउल्ला बाघिधारले मोनास्टिक स्कुलका म्यानेजिङ डाइरेक्टर डाक्टर सोनुकुमार शाहलाई उक्त अवार्ड हस्तान्तरण गर्नुभएको हो। जनकपुर धाममा मात्र नभई नेपालको शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि चिनिएको मोनास्टिक स्कुलले अन्तर्राष्ट्रिय स्तरको अवार्ड पाउन सफल भएपछि मोनास्टिक स्कुलको कर्मचारी, शिक्षिका र विद्यार्थीहरूको हात रहेको बताउनुभयो। मोनास्टिक स्कुल मात्र नभई नेपालमा हरेक स्कुल यस्ता अवार्ड पाउन दाबी गर्न सक्ने बन्नुपर्छ। डाक्टर शाहले नेपालका सबै स्कुलले गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने बताउनुभयो। सो अवार्ड समारोहमा नेपाल, भारत, श्रीलङ्का, UAE, चीन, ताइवान, बङ्गलादेश, पाकिस्तान आदि देशको सहभागिता रहेको थियो। जनकपुरको मोनास्टिक स्कुल पठन पाठनको नीति, शिक्षा नीतिसँगै प्रविधिको विकाससँगै निरन्तर सञ्चालन हुँदै आएको छ। उपराष्ट्रपति नन्दबहादुर पुनले कलाकारहरू राष्ट्रका धरोहर भए पनि राज्यबाट पर्याप्त लगानी हुन नसकेको बताउनु भएको छ।
नातिकाजी स्मृति समाजले उपराष्ट्रपति कार्यालयमा गरेको स्रष्टा सम्मान कार्यक्रममा उहाँले कलाकारहरूको सम्मानमा राज्य स्तरबाट पनि कमी भएको बताउनु भएको हो। उपराष्ट्रपति पुनले नयाँ प्रतिभा जन्माउन र प्रतिभा प्रस्फुटनका लागि विशेष पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सङ्गीतका अनेक परिभाषा भए पनि यो मानव जाति र प्राणी जातिका लागि समेत अभिन्न अङ्ग भनेको उहाँले बताउनुभयो। हरेक मान्छेको दुःख सुख पीडा र हर्षमा समेत सङ्गीत गुन्जिरहने भन्दै उपराष्ट्रपति पुनले सङ्गीत बिनाको जीवन कल्पना गर्न नसकिने बताउनुभयो। समारोहमा नातिकाजी राष्ट्रिय विशिष्ट स्रष्टा सम्मानबाट डाक्टर समर बहादुर मल्ललाई सम्मानित गरिएको छ। मल्ललाई 20,001 रुपैयाँ नगदसहित सम्मानित गरिएको हो। त्यसै गरी नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मानबाट 8 जना सम्मानित हुनुभएको छ। सम्मानित हुनेमा जगतमर्दन थापा, कर्म योन्जन, मोहन कृष्ण ढली र सिके रसाइली रहेका छन्। त्यसै गरी भारती उपाध्याय, तीर्थकुमारी थापा, शम्भु राई र मिलन मोक्तान नातिकाजी राष्ट्रिय विशेष सङ्गीत सम्मानबाट सम्मानित हुनुभएको छ। त्यस्तै नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार 4 जनालाई प्रदान गरिएको छ। 11,111 राशिको यो पुरस्कार प्रमोद ढुङ्गाना, यम बराल, रेखा शाह र सुरेश अधिकारीलाई प्रदान गरिएको हो। नातिकाजी राष्ट्रिय सङ्गीत प्रतिभा पुरस्कारबाट मनराजा नकर्मी, भूपेन्द्र खड्का, टीका प्रसाई र प्रहलाद तिलिमसिनालाई प्रदान गरिएको छ। विभिन्न मन्त्रालयका सचिवहरूले विकास निर्माणमा भौतिक प्रगति भएको तर बजेट विकासमा ढिलाइ हुँदा वित्तीय प्रगति नदेखिएको बताएका छन्। सङ्घीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठकमा विभिन्न मन्त्रालयका सचिवहरूले भौतिक प्रगति भए पनि भुक्तानीमा ढिलाइ हुँदा वित्तीय प्रगति नदेखेको बताएका हुन्। सबैभन्दा बढी विकास बजेट रहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले 1,44 अर्ब कुल बजेट रहेकोमा अहिलेसम्म 10% मात्र खर्च भएको बताउनुभयो। त्यस्तै ऊर्जा जलस्रोत तथा सिँचाइ सचिव दिनेश कुमार घिमिरेले वित्तीय प्रगति भन्दा भौतिक प्रगति बढी भएको बताउनुभयो। उहाँले कतिपय आयोजनामा प्राधिकरणले आफ्नै स्रोतबाट खर्च गरिरहेका र मन्त्रालयबाट विकास नभइसकेको अवस्थामा कारण बजेट खर्च न्यून देखिएको बताउनुभयो। अर्थ सचिव डाक्टर राजन खनालले अहिलेसम्म कुल बजेटको 20.17% बजेट खर्च भएको र त्यसमा पनि पुँजीगत खर्च 9.25% मात्र भएको बताउनुभयो। उहाँले मन्त्रालयहरूले विभिन्न बहाना देखाई खर्च हुन नसकेको अवस्था जनाउनु राम्रो नभएको बताउँदै त्यसमाथि समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभयो। त्यस्तै मन्त्रालयका सहसचिवहरूले ठेका प्रक्रिया, जग्गा अधिग्रहण, सार्वजनिक खरिद नियमावली र तीनै तहको समन्वयमा कमी हुँदा कतिपय आयोजनाहरू प्रभावित भएको बताएका छन्। बैठकमा सांसदहरूले सङ्घीयता पक्षको वित्तीय सङ्क्रमणकालको नाममा हरेक बजेट खर्च न्यून हुने अवस्था आउन नदिन अर्थ मन्त्रालयले कदम चाल्नुपर्ने सुझाव दिएका छन्। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले नदीजन्य निर्माण सामग्रीको उत्खननले मात्रै ठूला परियोजना निर्माण सम्भव नभएको बताउँदै पहाड फोरेर गिटी बालुवा उत्खनन गर्नुपर्ने बताउनु भएको छ। सङ्घीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बिहिबारको बैठकमा अर्थमन्त्री खतिवडाले रणनीतिक राजमार्ग, विमानस्थल तथा रेलवे निर्माणका लागि नदीजन्य निर्माण सामग्रीले नपुग्ने भन्दै वातावरणमा असर नपर्ने गरी ठूला पहाडहरू फोड्नुको विकल्प नरहेको बताउनु भएको हो। उहाँले प्रदेश र स्थानीय तहबीचको बहसका कारण पहाडबाट निर्माण सामग्रीहरू उत्खनन गर्न कठिनाइ भएको उल्लेख गर्दै यसको अवस्था रहिरहे ठूला परियोजनाहरूको निर्माण कार्य प्रभावित हुने बताउनुभयो। हामी यति धेरै निर्माणको काम अघि बढाउँदैछौँ, अब नदीजन्य निर्माण सामग्रीले मात्रै हाम्रो गिटी बालुवा रोडाको समस्या समाधान हुँदैन है। त्यसो हुनाले हामीले वातावरणलाई प्रतिकूल असर नपर्ने गरी हामीले यस्ता निर्माण सामग्रीको उत्खननको बारेमा अलिकति फरक ढङ्गले पनि सोच्नुपर्छ। हामीले केही न केही पहाड नफोडिकन हामीले खोजेको चाहिँ निर्माण सामग्री पनि प्राप्त गर्न सक्दैनौँ। यसमा संसदीय समितिहरूले र खास गरी पार्लियामेन्टले नि एउटा चाहिँ मार्गदर्शन गरोस् र हामी सबै चिज भएर त्यो निर्माण सामग्रीकै उत्खननकै प्रदेश र स्थानीय तहबिचको बहसकै कारणले गर्न नसक्ने स्थिति हुँदाखेरि हाम्रो पूर्व पश्चिम राजमार्गको स्तरोन्नति होस्, ठुला विमानस्थलको कुरा होस् अथवा अन्य ठुल्ठुला हाम्रा चाहिँ अब रेलवेको हामी कुरा गर्दैछौँ त्यो आयोजना निर्माणको लागि अत्यन्त धेरै हामीलाई गिटी रोडा बालुवा चाहिन्छ। अहिले हामी जुन भारतीय अनुदानमा रेलवे बनाउँदैछौँ गिटी पनि इन्डियाबाट ल्याइरहेका छौँ। यस्तो स्थिति नरहने गरी हामीले काम गर्नुपर्नेछ।
अर्थमन्त्री खतिवडाले एउटा सडक निर्माण गर्न 7-8वटा निकायले काम गरिरहेको बताउँदै सबै निकाय सडक निर्माणमा केन्द्रित हुन नहुने बताउनुभयो। उहाँले 761वटै सरकार र 3 तहका सबै मन्त्रालय तथा निकायहरू कुनै न कुनै रूपमा सडक निर्माणमा मात्र केन्द्रित रहेको बताउँदै अहिलेको विकास सडक निर्माणले नै अस्तव्यस्त बनाएको बताउनुभयो। 7-8वटा निकायहरू संलग्न छौँ एउटा सडक बनाउने काममा। अनि हामी सडकमा चाहिँ यति धेरै दायित्व सृजना गऱ्यौँ। वातावरणीय रूपले त्यो सम्भव छ कि छैन, आर्थिक रूपले सम्भाव्य हो कि होइन, वित्तीय रूपले हामीले धान्न सकिने हो कि होइन, भौतिक पूर्वाधारले सडक बनाउनै पर्यो, शहरी विकासले सडक बनाउँछ, शहरी विकासभित्रको पनि काठमाडौँका शहरी विकास प्राधिकरण। अर्थमन्त्री खतिवडाले पछिल्लो समय सार्वजनिक खरिद नियमावलीका कारण पनि विकास निर्माण प्रभावित भएको बताउनुभयो। उहाँले स्थानीय तह र प्रदेश सरकारको बजेट खर्च न्यून भएका कारण पनि विकास खर्च कम देखिएको बताउनुभयो। त्रिभुवन विश्वविद्यालयको 45औं दीक्षान्त समारोहबाट 10,183 जना विद्यार्थी दीक्षित भएका छन्। पुल्चोक क्याम्पसमा आयोजना भएको त्रिवीको दीक्षान्त समारोहबाट सबैभन्दा बढी व्यवस्थापन संकायका 3,703 जना विद्यार्थी दीक्षित भएका छन्। यसैगरी मानविकी संकायतर्फ 2,091, इन्जिनियरिङमा 1,186, विज्ञानतर्फ 1,098 र चिकित्सातर्फ 864 जना विद्यार्थीहरू दीक्षित भएका छन्। त्यसैगरी कानुनमा 180, वन विज्ञानमा 33, कृषि तथा पशु विज्ञानमा 132, शिक्षामा 771 जना स्तोनक र स्नातक तह उत्तीर्ण विद्यार्थी दीक्षित भएका छन्। यस्तै पीएचडीमा 85 र एमफिएलमा 40 जना दीक्षित भएका छन्। त्रिवीले विभिन्न संकायमा उत्कृष्ट हुने विद्यार्थीहरूलाई पदक समेत प्रदान गरेको छ। समारोहमा सहभागी सहुलपति तथा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शिक्षालाई समृद्धिको एउटा पूर्वाधारका विकासमा अगाडि बढाउन पहल भइरहेको बताउनुभयो। समारोहमा बङ्गलादेशको ढाका विश्वविद्यालयका उपकुलपति प्रा डाक्टर मोहम्मद अख्तियार जमानको पनि सहभागिता रहेको थियो। यो वर्ष दीक्षान्त समारोहमा सहभागी हुन 70,067 विद्यार्थी योग्य भए पनि 10,183 विद्यार्थीले मात्र फारम भरेका थिए। राष्ट्रिय मानवाधिकार आयोगका सदस्य सुदीप पाठकले बहिगमत जनमुक्ति सेनाहरूको उचित व्यवस्थापनका लागि छुट्टै कानुन निर्माण गर्नुपर्ने बताउनु भएको छ। बहिगमत जनमुक्ति सेना नेपालले सार्वजनिक सरोकारका मुद्दा बाल सेनाको अधिकार र निजोपार्जन सुनिश्चितका लागि गरेको अन्तर्क्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो। आत्मसम्मानका साथ समाजमा काम गर्न पाउनुपर्ने वातावरण सृजना गर्न बहिगमत जनमुक्ति सेनाको हकमा सरकारले छुट्टै कानुन निर्माण गर्नुपर्ने उहाँले बताउनु भएको हो। राजनीतिक दलका नेताहरूले चाहेको खण्डमा कानुन निर्माण गर्न कुनै समस्या नहुने र त्यसका लागि इच्छा शक्ति आवश्यक रहेको बताउनुभयो। इच्छा शक्ति चाहियो र म यो गर्छु भन्ने कमिटमेन्ट चाहियो। त्यसो भयो भने कानुन बन्छ, कानुन बन्यो भने सम्बोधन हुन्छ र त्यही माध्यमबाट यसलाई हामीले सम्बोधन गर्नुपर्छ। उद्देश्य छ मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेको राख्नुहोस्। विशेष प्रकारको कानुन बन्ने सम्भावना मैले त देखिन। अब सुनिश्चितता हो, त्यो सुनिश्चितता गर्न पूर्व सदस्य मञ्चला झाले विशेष कानुन निर्माणको अवस्था अहिले नभएको र मेलमिलाप आयोग सम्बन्धी ऐनमा नै संशोधन गर्नुपर्ने आवश्यकता उल्याउनुभयो। मेलमिलाप आयोगको ऐनमा पूर्व बाल लडाकु सेनाहरूको लागि विशेष प्रकारको राहत क्षतिपूर्ति र व्यवस्थापनका गर्नुपर्ने भन्ने कुरा उल्लेख गर्नुपर्ने उहाँको भनाइ थियो। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सरकारी बैंक सहकारी संस्थाहरूको संरक्षक भएको बताउनु भएको छ। राष्ट्रिय सहकारी बैंक लिमिटेडको 16औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री खतिवडाले सहकारी बैंक सहकारी संस्थाहरूको संरक्षक, तरलता व्यवस्थापक, पुँजी परिचालक र सल्लाहकार संस्था भएको बताउनु भएको हो। सहकारी संस्थाहरूको केन्द्रीय बैंकमा रूपमा सहकारी बैंकले काम गर्नुपर्ने भन्दै खतिवडाले यसका असीमित क्षेत्र भए पनि कानुनी सीमा पनि रहेको कुरा स्मरण गर्न आग्रह गर्नुभयो। अर्थमन्त्री खतिवडाले सहकारी बैंकले सीमित बैंकिङ कारोबार मात्रै गर्नुपर्ने बताउनुभयो। यसले गर्ने कामहरू सीमित बैंकिङ कारोबार भनिया छ। सीमित बैंकिङ भनेको सीमित बैंकिङ नै हो।
पूर्ण ब्याङ्किङ कारोबार गर्न त ब्याङ्क तथा वित्तीय संस्था ऐनमा दर्ता भएर आउनुपर्छ। ब्याङ्क तथा वित्तीय संस्था ऐनमा दर्ता भएर आउनुभयो भने आउनु पर्यो र त्यो कम्पनी भयो भने तपाईँहरूको फेरि अभियान चाहिँ के हुन्छ त्यसमा प्रश्न उठ्छ। त्यसो हुनाले दुईटा नाउँमा खुट्टा नटेकौँ, एउटै नाउँमा खुट्टा टेक्नुपर्छ, दह्रो गरी टेक्नु। राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालले सहकारी ऐनअनुसार सहकारी संस्थाहरूले के गर्ने खोजे पनि विभिन्न ऐनहरूले बाटो बन्द गरिदिने गरेको बताउनुभयो। सहकारी बैङ्कले बिहिबारबाट एटिएम सेवाको पनि सुरुवात गरेको छ। कृषि विकास बैङ्कसँगको सहकार्यमा एटिएम सेवा सञ्चालन गरिएको हो। हस्त अपन न्युज अहिलेलाई यति नै। पल पल खबर तेज नजर हेर्दै रहनुहोला अपन टेलिभिजन। नमस्कार।